हामी चाहिँ जाँदैछौँ गोर्खा मनोकामना मन्दिर दर्शनको लागि। अब के हुन्छ हेरौँ बाटोमा। ल यत्रो पुलमा ल हेर्नुहोस् दर्शक बिन हेर्नुहोस् यता पक एकछिन ल हेर्नुहोस् यहाँ यत्रो पुलमा यी सुजनले स्कुटर दौड यत्रो पुलबाट अब हामीले स्कुटर पनि पार गऱ्यो। अब पारीबाट हामी केबल कार बिना नै मनोकामना दर्शनको लागि डाँडा कर्दैछौँ। हेर्नु होला एकदमै रमाइलो हुनेछ। ओइ मान्छेले त पेल्छ क्या जानु पल्टिन्छ के तान्ने हो पछाडिबाट। पुललाई पार गरेर अब हामी हाम्रो माथि केबल कार हिँड्दैछ। हामी चाहिँ तलबाट डाँडा हुँदै अब मनोकामना दर्शनको लागि मतलब 3-4वटा कतिवटा डाँडा हुन्छ त्यो पट्नु पर्ने हुन्छ हामीलाई। अब गइरहेको छौँ। हेर्नुहोस् कति रमणीय देखिन्छ। खाल्टाङ र खुल्टुङ बाटोहरू छिचोल्दै र डाँडाहरू कट्दै यस्तो रमणीय ठाउँमा आइपुग्यौँ हामी। हेर्दै मनै शान्त र आनन्द आउने। र अब यताबाट पनि हामीलाई जानु छ किनभने घर चाँडै फर्किनु छ बेलुकी। अब यसो एकछिन अब आराम गर्दै अब हामी फेरि आफ्नो गन्तव्यमा लाग्नेछौँ र डाँडाहरू हुँदै हुँदै हामी मनोकामना दर्शनको लागि जानेछौँ। र फाइनली गाइज हामी मरेको गनेर होला भने त यस्तो गरे हैन के मरे होला जंगलतिर भरेङहरू चढ्दैछौँ र हामी मनोकामनाको दर्शनको लागि जाँदैछौँ पूजाको सामानहरू लिएर। कस्तो मास्क लाउँदा नि ल भरेङ त ल दौडिन थाल्यो। पक्नु नै फाइनली गाइज हामी मन्दिर पनि पुग्यौँ र अब यहाँ लाइन पनि थुप्रै छ। अब 1 घन्टा जति लाइनै लाग्नुहुन्छ। त्यसैले यसो रमाइलो गर्छ। मन्दिरबाट डाँडाबाट तल हेर्दा यस्तो रमाइलो ठाउँ देखियो र हामी खानालाई रेडी भयो र खानासाना खाएर अब निस्किन्छौँ। अब हामी आफ्नो गन्तव्यतिर निस्कियो र अब घरको लागि पनि ढिला हुन्छ खानासाना खाएर निस्कियो। अब हामी आफ्नो गन्तव्यतिर अघि नै जस्तै अब अघि नै उकालो अब अहिले ओह्रालो हुँदै अब आफ्नो घरतिर निस्कियौँ। अब हामी रमाइलै भयो। अब मन्दिर गयो, यो पुल पनि अघि नै पार गऱ्यो। अहिले फेरि पार गरेर हामी यताबाट यतै मलेकुमा गएर हामीले माछा खायौँ र माछा अब हामी मन्दिर दर्शन गरेर मलेकुमा माछा